हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग साथीहरू। म चाहिँ फेरि पनि नयाँ भिडियो लिएर आइसकिसकेँ साथीहरू। आजको ब्लग चाहिँ मेरो कहाँबाट सुरुवात हुन्छ भने बाटोबाट हुन्छ। अनि आज चाहिँ मेरो दिदीको स्कुटीको ट्रायल थियो अनि हामी चाहिँ बिरतामोड जाँदै थियौँ। अनि त्यसमा चाहिँ साथीहरू जानुभन्दा अगाडि चाहिँ हाम्रो भाउजूकोमा जानुपर्ने थियो तोरीबारी। अनि हामी चाहिँ उहाँ गएर पनि आइसकिसक्यौँ। त्यस पछाडि अनि हामी चाहिँ दमक पुग्न लागिसकेको थियौँ। हिमाबी स्कुल हजुरहरूले देख्न पनि सक्नुहुन्छ, पुगिसक्यौँ हामी हिमाबी स्कुल। त्यस पछाडि दिदी बहिनी गफ गर्दै गर्दै गइरहेको थियौँ, किनभने त्यहाँनिर चाहिँ त्यति बेलै भोइस ओभर गरेर बनाउन आँटिसकेको थिएँ, तर लाइक मेरो माइक थिएन, त्यसैले चाहिँ बाहिरको उसले डिस्टर्ब आउने भयो नि त। अनि मैले चाहिँ बनाइन साथीहरू, घरमा आएर म भोइस ओभर गर्दैछु साथीहरू। अब हेरौँ हाम्रो दिदीले के गर्छ होइन। मेरो चाहिँ लाइसेन्स छ, दिदीको चाहिँ छैन। लाइसेन्स भयो भने दिदीलाई चाहिँ मसँग बस्न दिदीलाई डर लाग्छ अरे के चाहिँ भने। अब दिदी भनेको ठुलो मान्छे, म चाहिँ सानो मान्छे, अनि मेरो चाहिँ दिदीलाई भर छैन अरे साथीहरू। अनि ल हेर्नु न साथीहरू, हामी चाहिँ हेर्दा हेर्दै बस पार्क पनि कटिसक्यौँ। अनि साथीहरू अहिले चाहिँ हाम्रो यो दमकको के भन्छ रतुवा पुल छ होइन साथीहरू, त्यो चाहिँ एकदमै दामी बनाएको छ क्या। ब्यालेन्स सिटी भएर होला सायद, किनभने यो काठमाडौँमा बानेश्वरमा छ नि साथीहरू, त्योभन्दा पनि एकदमै राम्रो एकदमै ठुलो छ। त्यसको भिडियो चाहिँ लेट्स सी हेरमै त आउँदैछ। अनि साथीहरू हामी जाँदैछौँ। आजको मौसम पनि यति राम्रो थियो साथीहरू है, कति शीतल आनन्द थियो, घाम पनि थिएन, धुलो पनि थिएन, कस्तो आनन्द थियो क्या। अनि हामी चाहिँ मजाले गयौँ, म चाहिँ भिडियो बनाउँदै गएँ, कति आनन्द भइरहेको थियो। अनि त्यस पछाडि हजुरहरूले देख्नुहुँदैछ यो पुल चाहिँ छ नि साथीहरू, यो ब्रिज चाहिँ यो के भन्छ काठमाडौँमा बानेश्वरमा छ नि साथीहरू, त्योभन्दा पनि डबल ट्रिपल ठुलो छ क्या। यस्तो ठुलो मैले देखेको थिइनँ कि, कस्तो राम्रो बनिरहेछ भनौँ न। दुईवटा रहेछ एकै ठाउँमा, काठमाडौँमा चाहिँ दुईपट्टि थियो, यहाँ चाहिँ एकपट्टि रहेछ। अनि यस्तो राम्रो छ, हजुरहरूले देख्न सकिहाल्नुभयो हाम्रो ब्यालेन्स सिटी। अनि हामी चाहिँ जाँदैछौँ। अनि जाँदाखेरि मैले अलिअलि क्लिपहरू लिएँ है। अनि हेर्नु न यो एसियन हाइवे चाहिँ यस्तो राम्रो छ नि साथीहरू, बनेको ठाउँमा चाहिँ, तर नबनेको ठाउँमा चाहिँ अति नै छ। अनि त्यही हो साथीहरू, कस्तो राम्रो भ्यू आइरहेछ यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले पनि, कस्तो आनन्द भयो। अनि हामी जाँदैछौँ, पानी पऱ्यो कि साथी, म चाहिँ अनि कपाल सबै भिज्छ भनेर छोप्दैछु साथीहरू, ज्वरो आउँछ भनेर। अनि हामी माईमा पुग्यौँ होइन, अनि माईमा चाहिँ हामी दर्शन गरिरहेछौँ साथीहरू, ढोक्दैछौँ। त्यस पछाडि चाहिँ पानी पऱ्यो। ल हेर्नु न साथीहरू, हजुरहरू पनि छोटो मिठो दर्शन गरिहाल्नु होला। यो चाहिँ हामी ठ्याक्कै कन्टाइममा आइपुग्यौँ। अनि त्यस पछाडि पुगिसक्यौँ होइन, तर हामीलाई चाहिँ पानीले भिजाएर साथीहरू, यस्तो पारो ल्याप्पै पारेर एउटा पानी पनि दिनु ल। मेरो दिदीलाई चाहिँ सुगर छ नि त, अनि दबाई खानुपर्छ। अनि चिया खाएर दबाई खान आँट्दैछ दिदीले चाहिँ। अनि कस्तो पानी परेको थियो साथीहरू, म त भिजेर यस्तो भिजे, मेरो त लुगाहरू भयो क्या। के गर्नु, जाडो भइरहेछ, त्यही पनि ठिकै छ। लेट्स सी, काम होस्, भिजे पनि केही छैन। अनि साथीहरू हामीलाई चाहिँ जाडो भएर चिया खाँदैछु, मामे चिया। अनि हामी चाहिँ अब पालो कुर्दैछौँ। अनि साथीहरू हामीलाई चाहिँ अल्छी लागिसक्यो, पालो आएको छैन, दिदीहरूको एटेन्डेन्स लिएकै छैन क्या। अनि त्यही भएर यहाँ अनि हामी चाहिँ यहाँ बसिरहेछौँ।
अनि साथीहरू हाम्रो दिदी चाहिँ लाइन लागेर बसिरहेको थियो त्यहाँनिर उसको पाली कुर्नको लागि। अनि मेरो दिदीको पाली चाहिँ आउँदै थियो साथीहरू। अनि म चाहिँ दिदीलाई पढेर त्यहाँनिर काउन्टरमा बसिरहेको थिएँ। त्यस पछाडि अनि हेलो भन्नु न भने हाम्रो सरलाई मेरो सरलाई पनि। अनि त्यस पछाडि हेलो भन्नुभयो। अनि साथीहरू एकछिन भए पनि बोर भइरहेको थियो, ट्याक्क आउनुभयो। अनि त्यस पछाडि चाहिँ मलाई एकछिन आनन्द भयो। अनि मेरो दिदीको पाली चाहिँ आएको थिएन, मेरो चाहिँ टक्क पुगिसकेको मलाई अल्छी लागेर। अनि साथीहरू म चाहिँ भिजेर कस्तो भइरहेको थियो, मलाई जाडो पनि भइरहेको थियो। अनि हेर्नु यहाँनिर हाम्रो दिदी चाहिँ पुरा हेरिरहेको छ क्या, उसको पाली आँटिसकेको थियो नि त। अनि त्यही हो साथीहरू। अनि म त यही हावामा कपाल सुकाएर बसिरहेको छु। मेरो लुगा भिजेर उस्तै भएको छ। अनि यहाँनिर सर हुनुहुन्छ हाम्रो दाई मामा हाम्रो चाहिँ मामा पर्छ क्या। अनि त्यही हो, दिदीको पाली पछि आउँछ जस्तो छ। उहाँ पुरा बसिरहेको छु मेरो दिन्छु। उयो ग्रे कलरको स्कुटीवाला हाम्रो दिन्छु हो। लास्ट साथीहरू लेट्स सी हेरौँ त मेरो दिदीले के गर्छ, पास गर्छ कि फेल गर्छ। अहिले एकछिन भन्छु, पर्खिँदा लागिसक्यो। म चाहिँ बसिरहेको छु। हेलो गाइज, मेरो दिदी पास भइए। मेरो दिदीलाई चाहिँ पास भइसक्यो, कङ्ग्रेचुलेसन। अनि हामी चाहिँ दिदीको चाहिँ त्यो पेपर सेपर आयो। अनि त्यस पछाडि चाहिँ हामी घर फर्क्यौँ। घर फर्किँदा चाहिँ बिच बाटोसम्म चाहिँ कत्रो पानी परिरहेको थियो होइन साथीहरू। अनि मैले भिडियो पनि गर्न पाइनँ किनभने कति ठुलो पानी परेको थियो। अनि त्यस पछाडि हामी लाइक के भन्छ यस्तै माई चाहिँ कटे पछाडि चाहिँ पानी पनि रह्यो। अनि घाम लाग्यो। त्यस पछाडि मलाई जाडो भइरहेको थियो। त्यस पछाडि हामी घर आयौँ। घर आइसकिसकेपछि पनि हामी बस्यौँ, चिया खायौँ। अनि मैले त तर भिडियो क्लिप चाहिँ गर्न पाइनँ साथीहरू, मलाई अल्छी लाग्यो, कस्तो थाकेको थियो। अनि अब हामी चाहिँ तोरीबारी जाँदै थियौँ। अब चाहिँ हामी तोरीबारी जाने काम छ। अनि अब हामी फेरि तोरीबारी जाँदैछौँ दिदी बहिनी। हेर मैले त हामी कहाँ कहाँ जान्थ्यौँ। अनि भेटेँ त यो कसको। अनि त्यस पछाडि चाहिँ दिदीले मलाई लाइसेन्स निकाल्यो भने तँलाई म लुगा किनिदिन्छु भनेको थिएँ। लेट्स सी हेरौँ है त मेरो दिदीले कस्तो लुगा किनिदिन्छ, मलाई लुगा किनिदिन्छ अरे। ए अनि साथीहरू मेरो आउटफिट ल हेर्नु, यो लुगा चाहिँ कालीको हो। मेरो छोरीको लुगा हो यो। चप्पल पनि छोरीकै हो होइन। अनि यो पेन्ट चाहिँ दिदीको हो। अनि बिहानको लुगा चाहिँ सबै भिजेर ल्याप्पै भयो। अनि हामी दिदी बहिनी चाहिँ लुगा फेरेर जाँदैछौँ। दिदी पनि यता आयो। अनि हामीले लुगा फेर्यौँ, फेरे पछाडि हामी यस्ता भयौँ। अब हामी यो भोटे ताल दिदीले घर अब चाहिँ हामी गएको साथीहरू। मलाई मेरो दिदीले लुगा पनि किन्दिनँ हार्दै चाहिँ पास भएकोमा। अनि साथीहरू बाटो चाहिँ यस्तो धेरै खत्तम थियो, यस्तो धेरै खत्तम थियो होइन। यति हिलो थियो बाफ्रे, यस्तो छ क्या लुक्स चाहिँ। त्यही हो। अब मेरो दिदीले चाहिँ मलाई लाइसेन्स पास गरेकोमा मलाई लुगा किनिदिने अरे। म चाहिँ यस्तो एक्साइटेड भइरहेको छु, मेरो दिदीले के किनिदिन्छ होला त भनेर साथीहरू। हामी चाहिँ लाग्यौँ है हाम्रो डेस्टिनेसन। पनि देखाउँछु। लेट्स सी हामी कहाँनिर जान्छौँ हजुरहरूले देख्न सक्नुहुन्छ। यतातिर त चिन्नु पनि हुन्छ होला साथीहरू हामी कहाँ गएको भनेर। म
के पाउँदो रहेछ। ओइ कति धेरै पसलहरू भएको हौ मधुमलामा पनि। अनि साथीहरू यहाँनिर त सबै कुरा पाउँदो रहेछ क्या मिनी मार्टमा त। खान्छु यो सुगा फ्री किनौँ न। ल अनि त्यही हो सबै थोक पाउन थालेको रहेछ क्या। यहाँ पनि मार्ट खुलेको रहेछ, थाहा थिएन मलाई चाहिँ। म पनि फर्स्ट टाइम छिरेको। म पनि त फर्स्ट टाइम। ए होइन तर म अस्ति दही किन्न। त्यसलाई के लगिदिने त्यो आउँछ र। अनि यो 4 बजीसम्म घर नआउने। घर आउने नि कहीँ नजाने अब। यति 3टा लैजाऊँ होइन। के हुँदैन दिदी, मलाई यो खाना मन छ। अचारी यो खाने साथीहरू 50 रुपियाँ पर्छ ल। अनि कोक भाइ माथि छ। अनि हामीले चाहिँ के लियौँ। अनि मलाई कोक पनि खान मन छ क्या। घर आएर हामीले चिया मात्र खाएर आएको हो नि त। त्यही हो यहाँ चाहिँ नयाँ खुलेको रहेछ। म छक्क सक्ड भइदिइरहेको छु। म आएकै थिइनँ क्या, कति भएको थियो क्या। लाइक मधुमला आए पनि नि चाहिँ सबै थोक पाउँदो रहेछ। म चाहिँ आएकै थिइनँ, कति भएको थियो क्या। आए पनि मधुमला उताको बाटोतिर थियो होइन। चिज बलहरू कस्तो राम्रो राम्रो। हेर न दिदी चिज बल। म गुन्थेहरूलाई यहाँनिर उयो कोक दिनु न। रहेछ एउटा कहिले खुलेको यो भर्खर हो। आधी खाऊँ न तर म यहाँ पहिले दोकान थिएन पुरानो माटो बनाउनु भयो क्या भाइहरूले यसलाई डेकोरेसन गरेर। ए हो म दोकान चाहिँ थाहा थियो त अहिले साथीहरू हामी चाहिँ दिदी बहिनी गफ गर्दैछौँ है। जाँदैछौँ हेर्नु न साथीहरू कस्तो आनन्द छ कि यहाँको मौसम चाहिँ एकदमै। यहाँको भ्यू हेर्नु न साथीहरू। हिजोको ब्लगमा पनि मैले यो हालेको थिएँ। हामी हाम्रो कुकुरको घरमा पुगिसक्यौँ साथीहरू। अनि गफ गर्दैछौँ सबैजना। अनि कुकुर चाहिँ खाना बनाउनु हुँदैछ न के गर्नु हुँदैछ होइन। अनि हामी नन्द भाउजू गफ गर्दै बसिरहेको छौँ। भाइ बहिनीहरू पनि छन्। त्यस पछाडि हाम्रो चाहिँ तोरीपाडामा धेरैजना छन् त हामी जाँदैछौँ। अनि मैले कुकुरको पनि क्लिप गरेँ। भाइ भाउजू हामी सबैजना बसिरहेको छौँ साथीहरू। अनि त्यस पछाडि हेलो भन्न हामी चाहिँ बेस्ट फ्रेन्ड हो। यो म चाहिँ सानैदेखिको क्लासमेट। ओ नो उनीहरू चाहिँ बेस्ट फ्रेन्ड अरे मेरो दिजुहरू। अनि साथीहरू हामी दिदीको घरमा आएको कि यहाँ हेर्नु न यस्तो बाटो बिगारेर कस्तो खतम पारेको रहेछ क्या। यहाँ हेर्नु न सबै पुरै आम्मा बाटो बनाएको रहेछ। स्कुटी चिप्लेर भन्नुहुन्छ साथीहरू। यस्तो डर लाग्यो मलाई, यस्तो डर लाग्यो है। उता पनि गोलचौरीमा पनि पुरा डोजर लागिरहेछ होइन। अनि यो आउने चाहिँ मेरो छोरो होला कान्छा। अनि यो चाहिँ मेरो छोरो हो होइन। आज यिनीहरूको एक्जाम थियो, एक्जाम दिइवरी आइसकेछ। मलाई पढ्नु छोडेर गेम खेल्ने के अरे गोल खेल्न गएको रहेछ। कहाँ गएको थिएँ पढ्नु पर्दैन एक्जामको बेला। यहाँ आइज न कान्छा हाई भन् न।
अब के गर्छ तिमीहरूको नि खेल सकिहाल्यो अनि रोनाल्डो निस्किसक्यो सक्यो बिचरा कति रोयो होला लुना पनि आँसु झारिरहेको थिएँ के गर्नु मेरो त नेमार होइन नि मेरो त मेस्सी हो अनि साथीहरू हामी चाहिँ हाम्रो देविकामा आएको छौँ अब हामी चाहिँ घर जानेवाला हो त्यही हो हामी फेरि घरतिर लाग्यौँ साथीहरू यहाँ चाहिँ पुरा बाटो बनाउँदैछ ग्राभेल गर्नको लागि यस्तो बिजोग छ बिचरा मेरो दिदीले लाइसेन्स पासले के गर्छेको नि अप्ठ्यारो यो बाटो नआम भनेको आइहाल्यौँ कुन बाटो आउने ठामै त थिएन आउन त यो बाटो मात्र होइन ल बाई बाई त्यही हो मेरो दिदी चाहिँ यहाँसम्म पुऱ्याउन आएको थियो अनि अघि चाहिँ फेरि हामी साथीहरू यो पसलमा आइसक्यौँ यो मार्टमा होइन अघि हाम्रो बच्चालाई एमीलाई यो चिजमा लगेको थियौँ अब कालीलाई पनि यही लगिदिने फेरि होइन त्यही हो साथीहरू ल हाल कालीलाई अनि बकेट त त्यतै होला त अनि मलाई चाहिँ मेरो चाहिँ फेभरेट यो हो के साथीहरू यो अचारी अनि म चाहिँ यो अचारी खान्छु मेरो बेस्ट हो सबभन्दा अनि प्रियन्सीले चाहिँ यो खान्छे पैसा चाहिँ कति छ है सानो चाहिँ अब भारी किनेर अनि साथीहरू हाम्रो चाहिँ 8 कक्षासम्म पढ्दाखेरि पढाउनु हुने सर यता हेर्नु न सर आइ भन्नु न हाम्रो सरसँग भेट भयो 81 साथीहरू कति वर्ष भयो भेट नभएको हाम्रो कति वर्षमा भेट भएको हो भन्नु त यस्तै 10 वर्ष 12 वर्ष पछाडि चाहिँ हाम्रो चाहिँ भेट भइरहेछ सरसँग ल साथीहरू कसले चिन्नुहुन्छ मेन्सन गर्नु होला उहाँलाई अनि साथीहरू हामी चाहिँ घर पुग्यौँ अनि घर पुगेर चाहिँ हाम्रो सर आइराख्नु भएको थियो नि त अनि गफसप गऱ्यौँ स्कुलको कुराकानीहरू गऱ्यौँ अनि त्यस पछाडि चाहिँ बेलुका भयो अँध्यारो भयो अनि म त फेरि घर पनि जानुपर्ने थियो अनि मलाई चाहिँ बिनाजुले पुऱ्याउन लगिदिनु भयो थ्याङ्क यू सो मच फर वाचिङ गाइज